हाम्रा पुराना केपी ओली र अहिलेका बालनमा मैले खासै त्यति धेरै फरक पारेन। उनी धेरै बोल्थे तर यिनी थोरै बोले। उनी धेरै बोलेर बिगार्थे, यिनी थोरै बोलेर बिगारे। यिनले हिजो आएर बोले, संसदमा आएर जवाफ दिने कार्यक्रममा जस्तो तरिकाले कार्यतालिका नमिलाइकन आए त्यो ठिकै छ। तर उनले इन्डियाको जग्गा नेपालले मिचेको छ भनेर जुन अभिव्यक्ति दिएका छन्, जो स्वत गलत छ र स्वतस्फूर्त तरिकाले यो झुटो छ, नेपालले त्यसो गर्न सक्ने क्षमतै छैन। यस्तो अभिव्यक्ति दिँदाखेरि दुईटा देशको सम्बन्ध र कूटनीतिक हिसाबले कतिको असर पार्छ भन्ने कुरो तुरुन्तै देखिन्छ यसको असर। किनभने इन्डिया ताकेर बसेको छ कि नेपाललाई खानको लागि। हुँदै नेपालको प्रधानमन्त्री जस्तो व्यक्ति आएर अनुसन्धान नगरिकन, रिसर्च नगरिकन आएर बोलिदिँदाखेरि यस्तो कुराहरू, त्यो पनि संसद जस्तो गरिमामय ठाउँमा आएर यस्तो कुरा बोलिदिँदाखेरि यसले कतिको ठुलो प्रभाव पार्छ यो चाँडै नै देखिनेछ। नेपाली जनताहरूलाई यसले धेरै ठुलो असर पार्छ र नेपाललाई पनि धेरै ठुलो असर पार्छ। यो चाहिँ बालेन शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिएर देशव्यापी जनताहरूलाई माफी माग्नुपर्छ, नत्र भने बालेन शाहले राजीनामै दिए पनि खासै फरक नपर्ने देखिन्छ यिनको यो अभिव्यक्तिले दिँदा।